फर्स्ट टाइम टिकटकबाट अर्डर आएको थियो, फर्स्ट चोटिमै बिग्रियो। नमस्ते सबैजनालाई। आज चाहिँ मलाई 3टा केकको अर्डर आएको थियो। त्यहाँबाट एउटा चाहिँ टिकटक थ्रु अर्डर आएको थियो र यो बनाउँदै गरेको केक चाहिँ सुरुको केक हो र यसमा चाहिँ मैले ब्लू कलरको क्रिम हालेर कलरफुल बनाएर डिजाइनमा फ्लावरहरू बनाउँदैछु। फ्लावरहरू बनाइसकेपछि गोल्डन बल ठाउँ-ठाउँमा राखिदिए र हाम्रो केक यस्तो भएको छ। र यो चाहिँ अर्को केक हो। यो केकलाई चाहिँ आइसिङ गरिसकेपछि ह्याप्पी एनिभर्सरी लेखिदिएको छु। त्यसपछि पिङ्क कलरको क्रिमले सानो फ्लावरहरू र पाना बनाइदिएको छु सबैतिर। लास्टमा सुगर बलले गार्निस गरिदिए र हाम्रो केक यस्तो भएको छ। अब चाहिँ यो लास्टको केक टिकटक थ्रुबाट अर्डर आएको हो र यो केकमा चाहिँ के बिग्रियो भनेर भन्छु ल। यो केकहरू बनाउँदा बनाउँदै रात परिसकेको थियो अनि कस्टमरले चाहिँ यस्तो बनाइदिनु भनेर फोटो पठाइदिनु भएको थियो र रिबन चाहिँ मसँग छैन भनेको थिएँ अनि कस्टमरले चाहिँ हुन्छ रिबन बिनै बनाइदिनु न भन्नुभएको थियो। अनि मैले चाहिँ क्रिममा येल्लो कलर हाल्दाखेरि ज्यादै हालिहालेछु, फोटोमा देखाएको भन्दा ज्यादै येल्लो भएको थियो र मैले चाहिँ कस्टमरलाई भने यस्तो यस्तो भयो भनेर। झन्न कस्टमरले चाहिँ केही भन्नु भएन, ठिकै छ भन्नुभयो। र तपाईहरुलाई चाहिँ कस्तो लाग्यो यो केकहरूको डिजाइन कमेन्ट गरिदिनु होला। धन्यवाद।